सो हेलो न सो गाइस कस्तो हुनुहुन्छ स्वागत छ मेरो न्यू ब्लगमा। सो अब नेपालीहरूको महान चाड दसैँ आइरहेको छ। सो त्यसै अब हाम्रो स्कुलमा दसैँ स्पेशल प्रोग्राम र भ्याकेसन होमवर्क दिने छ आज चाहिँ प्रोग्राम। सो यो हजुर हेर्न सकिन्छ। दसैँ आउनु केही दिन बाँकी छैन। घट स्थापना गइ पनि सक्यो। आज चाहिँ 7, 8, 9 आज चाहिँ 10 गते रहेको छ। 10 गते चाहिँ हाम्रो चाहिँ उहाँ स्कुलमा यहाँ चाहिँ आफै चाहिँ दसैँ स्पेशल प्रोग्राम डिस्ट्रिब्युसन अफ दसैँ भ्याकेसन होमवर्क। आज चाहिँ हामीलाई होमवर्क पनि दिनेछन् दसैँ भ्याकेसनको। अब त्यो कति हुन्छ त्यो चाहिँ थाहा हुन्न। यहाँ चाहिँ आज चाहिँ हाम्रो स्कुल लाग्नेछ अनि भोलिदेखि चाहिँ छुट्टी। सो हाम्रो छुट्टी होमवर्क लेख्न कति दिन्छ 1, 2, 3, 4 दिन्छन्। अनि 15 गते त हामीले उहाँ जानुपर्ने हो, आफ्नो उहाँ तराई मैनागर अनि उहाँबाट मामा घर पनि दसैँको टिका लगाउन। 16 गते विजया दशमी छ। 15 गते हामीले यहाँबाट निकल्नुपर्ने हो। सो हामीले चाहिँ 1, 2, 3, 4 दिनमा चाहिँ होमवर्क क्लियर पार्नु पर्यो। न चाहिँ उहाँ लगेर लेख्नु पर्यो। उहाँ लगेर लेख्ने के यहाँ डडेलधुराबाट उहाँ धोधोनी त घुम्न जान्छौँ। उहाँ होमवर्क लेखेर के फाइदा। सो यहीँबाट लिएर जानेछौँ। सो अब चाहिँ म स्कुल ड्रेस लाउँछु। आज चाहिँ फ्राइडे छ, हाम्रो ट्र्याक छ। सो म चाहिँ अहिले यतिमा छु। सो ल सो गाइज अब चाहिँ म हजुरलाई आफ्नो ब्याकप्याक देखाउनु गरेको छु। केही छैन। किताबमा चाहिँ अगर भयो भने पिरियड फर्स्ट, सेकेन्ड, थर्ड राखेको छु। यो चाहिँ मेरो रब हो, यो चाहिँ मेरो डायरी भयो। चाहिँ मैले केही लगाएको छैन, यति लगाएको छु। सो ल चाहिँ म रेडी भइसकेको छु। अनि चाहिँ म चाहिँ पर्पल हाउसमा हो, त्यसले मेरो पर्पल भेस्ट छ। सो हाम्रो अल्टोटल हाउस रेड, ग्रिन, येल्लो र पर्पल छ। सो पर्पललाई चार्ल्स डार्विन हाउस पनि भन्छन्, रेडलाई अल्बर्ट स्टाइन पनि भन्छन्, अनि ग्रिनलाई जोन डाल्टन, अनि चाहिँ येल्लोलाई आइज्याक न्युटन। सो यसको बाहिर हामीलाई विन्ड चिटर पनि प्रोभाइड गरेको छ। त्यो चाहिँ हामीले किन्नु पर्थ्यो। म चाहिँ विन्ड चिटर लाउनु उयो पनि आज बाहिर केही छैन, घाम ठिकठाकै छ। सो म चाहिँ विन्ड चिटर लाउने छैन, कोही लाउँछ। अझ अब स्कुलमै भेटौँला या यहाँ खाना खाँदाखेरि भेट्ला। हाम्रो चाहिँ घटस स्थापनाको दिनमा हामीले यहाँ जमरा रोपेका थियौँ। सो त्यो चाहिँ यस्तो भएको छ। 6 गते रोपेका थियौँ, आज चाहिँ 10 गते भएको छ। जमरा चाहिँ यस्तो भएको छ। सो गाइस आज चाहिँ 5औं दिन भएको छ अनि जमरा चाहिँ यस्तै छ। सो गाइस यो चाहिँ हाम्रो पूजा कोठा हो पुरा। अब चाहिँ हामीहरू उहाँ जान तयार छौँ। उसरी हाम्रो स्कुलको टाइम चाहिँ अहिले भएको छैन, 9:21 भएको छ। हामी चाहिँ 10 बजे पुग्दा पनि हुन्छ। सो अहिले चाहिँ हामीहरू उहाँ पसलमा जानेछौँ। सुबामा चाहिँ अहिले उहाँ लुगा धोइसिना छ, त्यही आवाज आउँदैछ। सो ल त अब म ब्याग उठाउँछु झन्। यो चम्किँदैछ है गाइस, यो माइन नलिनु होला। यो त अगाडि पनि छ, यो ब्यागै यस्तो यो चम्किने लाइटमा चम्किन्छ यो। गाइस चाहिँ म यहाँ जुत्ता लाउँदैछु। अनि चाहिँ आज चाहिँ म पानी लग्नेन, यहाँ पानी भर्ने छ नि। आज चाहिँ म उहाँ लग्नेन, खालि बोतल यताउता बोक्न अप्ठ्यारो हुन्छ। एक हातमा मोबाइल। हामी चाहिँ दोकानमा पुगिसक्यौँ। सो अहिले चाहिँ यहाँ सामान निकालिँदैछ। अब पुग्छु गाइस, बाटोमा आधा बाटोमा पुग्सक्यो। पुग्छु गाइस जी, हाम्रो स्कुलमा म चाहिँ पुग्सकेँ। स्टेज चाहिँ अगाडि लाग्दैछ। सो ल त अब म चाहिँ आफ्नो क्लासमा ब्याग राख्न जान्छु। ल त अरूले पर्मिसन दियो भने म आइसकेको छु। मेरो चाहिँ सिराज चाहिँ यहाँ हो, यो चाहिँ हाम्रो दोस्रोले छ। अनि अरू चाहिँ यस्तै सबै मान्छे। सो म चाहिँ माथि गर्न सक्दैन। कोही सरले देख्यो भने मलाई हकान्दैन। सो यस्तै छ। अहिले आधा लाइन चाहिँ एकछिनमा हुने। कोटि सम्पदाको आञ्चलम ज्ञान भूमि शान्ति भूमि तरेका हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहुजाति भाषा धर्म संस्कृति जति सलौ अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। हाम्रो चाहिँ मोर्निङ एसेम्ब्ली सिद्धिसकेको छ। अब सबै क्लासमा आउँदैछन्। सो यस्तो रहेको छ बाहिरको नजारा। नमस्ते। अहिले मोबाइल भुइँमा राख्नु बा पछि एकछिन। धन्यवाद। हाम्रो होमवर्क आइसकेको छ। Please. Please. 10, 40. Yes, Guruba.
मोबाइल गाइज होमवर्क यति धेरै होमवर्क गाइज। सो गाइज हाम्रो चाहिँ यहाँ प्रोग्राम सुरु भइसकेको छ। सबैजना बसिसकेका छन्। किन बोलायो मेरो यहाँ ऊ छ।
सो गाइज रियल हो है चल्ने मोबाइल फुट्ने होइन यी गाइज रियल हो है चल्ने हल्का यहाँ स्ट्रेच आइगयो हाम्रो चाहिँ धेरै होमवर्क दिएको छ अब त्यो गर्न मेरोमा 4 दिन छ सो ल अब 2 दिनमा सिधा ठिक छ नछ हेरौँ सो मेरो ब्याग चाहिँ यहाँ छ यिनीहरू भाग्ने प्लानमा छन् म चाहिँ भाग्दैन गाइज म त फुल प्रोग्राम हेर्नु नगर म तिम्रो जस्तै चाहिँ घर जान्छौँ घर जाँदाखेरि हाम्रो पैसा छ तेल के खान्छौँ अब नयाँ नयाँ आजकल नयाँ क्यान्डी आएको थियो हामी खान जाँदैछौँ त्यसमा असर चाहिँ के हुन्न सो ल त जाऊँ सो यहाँ पाइन्छ त्यसो गाइज स्मोकी पपिङ क्यान्डी सो ल त 2 फ्लेभर मात्र हो गाइज योमा असर चाहिँ केही पनि छैन यहाँ लेख्या होला स्मोक आउने हो जी प्राञ्जल खाँदैछ गाइज यो फ्लेभर मिठो छ प्राञ्जलले चाहिँ यो कुन हो एप्पल फ्लेभर मैले चाहिँ ग्रेप्स किनेको छु अर्को एउटा उहाँ ओरेन्जवाला छ उतापट्टि राखेको छु अरू धेरै छैन एकै फ्लेभर अनि 3वटा प्राञ्जल जाँदैछन् अब म पनि आफ्नो बाटो जान्छु सो यो प्राञ्जल अझैसम्म खाँदैछ छोडो त अब जाम हाम्रो चाहिँ इङ्ग्लिसमा थप 60 पेज सरले एक्स्ट्रा अझै दिया भन्छ सो यति त उत्तिकै थियो इङ्ग्लिसको होमवर्क चाहिँ अनि नेपालीको चाहिँ यति छ कम देखियो म्याथको हजुरलाई कम देखियो होला जति यति छ योमा कमा छ त्यही कमा गर्दै गर्दै दिएको छ धेरै अनि चाहिँ कम्प्युटरको पनि छ अमरगढीको पनि छ अनि योबाट चाहिँ मैले कम्प्युटर र अमरगढी चाहिँ लेखिसकेँ अघि एक्स्ट्रा थपाएको छ यहाँनिर ठाउँ त होइन मैले नराम्रो लेखेँ अनि चाहिँ योमा पनि कम देखिदियो होला तर ठुला छन् सो यति चाहिँ हाम्रो अल टोटल 60 पेज यो पनि कम हो सो ल त अब म लेख्छु पहिला नास्ता जस्तो खान्छु अझ बाहिर राति बस म गर्दैछु अझ पनि गाइस ल त ओक्सो गाइज आजको लागि यति हो गरेर हजुरलाई आजको भ्लग मन पऱ्यो लाइक सब्सक्राइब गरिदिनु होला थ्याङ्क यू फर वाचिङ बाई सो अब चाहिँ आउने भ्लग चाहिँ डाइरेक्ट दसैँमा जाँदाखेरि या त्योभन्दा अगाडि ल